सम्पूर्णलाई नमस्कार र तपाईहरुको समक्ष अघि आज पनि एउटा केही सानो भिडियो लिएर आइरहेको छु। विशेष गरी केही दिन अघि तपाईहरुको माझमा मैले युट्युब च्यानल मार्फत र फेसबुक मार्फत दार्जिलिङ सिक्किम मर्जरको इस्युलाई लिएर जुन चाहिँ अहिले सामाजिक सञ्जालमा एकदम चर्चा परिचर्चा चलिरहेको छ है, यस विषयलाई लिएर आफ्नो सानो प्रतिक्रिया मेरो भिडियो मार्फत र मेरो केही सल्लाह सुझावहरू राखेको थिएँ र तपाईहरुले एकदमै यो भिडियोलाई मन पराइदिनु भएको छ र अहिलेसम्म पनि यो भिडियोमा हेरिदिइराख्नु भएको छ। तपाईहरुको एकदमै है कमेन्टहरु पनि आइरहेको छ र तपाईहरुको कतिवटा मलाई प्रश्नहरु पनि आइरहेको छ र यो प्रश्नहरुको उत्तर पनि केही दिनपछि म भिडियो मार्फतै दिने कोसिस गरिरहेको छु। तर विशेष आज यो भिडियो मार्फत आउनुको कारण चाहिँ के हो भन्दाखेरि अति हाम्रो आदरणीय है सिक्किमका मुख्यमन्त्री सम्माननीय श्री प्रेमसिंह गोलेज्यू है प्रति केही कुराहरू है मेरो यो सिक्किम दार्जिलिङ मर्जर इस्यु प्रतिको केही कुराहरू केही विषयहरू राख्नको निम्ति है म यो आजको भिडियोमा आइरहेको छु। विशेष गरी चाहिँ आज सिक्किम दार्जिलिङ मर्जरको इस्युहरू चाहिँ है आज मात्रै हैन, यो लगभग 2-3 वर्ष अगाडिदेखि चाहिँ एकदमै है कन्टिन्युअसली यो इस्युहरू चाहिँ विशेष गरी सामाजिक सञ्जालमा र कसै न कसैले है विशेष गरी हाम्रो दार्जिलिङको पट्टिबाट है उहाँहरूले उठाइराख्नु भएको छ हैन। अन्त अहिले त यसमा हाम्रो सिक्किमको पनि कतिजनाको इन्भल्भमेन्ट देख्दैछौँ है। म चाहिँ के भन्न चाहन्छु आदरणीय मुख्यमन्त्री महोदयज्यूलाई भनेदेखि उताबाट जति पनि यो विषयलाई लिएर प्रेस कन्फरेन्सहरू हुन्छ, निवेदन के छ भनेदेखि आदरणीय मुख्यमन्त्री महोदयज्यूलाई हरेक व्यक्तिलाई हरेक उहाँहरूको प्रेस कन्फरेन्सलाई मलाई चाहिँ लाग्छ है तपाईँ स्वयंले चाहिँ रिप्लाई दिनु चाहिँ जरुरी छैन जस्तो लाग्छ है। जस्तै डाक्टर हर्कबहादुर छेत्रीज्यूलाई तपाईँले रिप्लाई दिनु हुँदै थियो है, तपाईँले उहाँको जुन चाहिँ विषयवस्तुलाई खण्डन गर्नु हुँदै थियो त्यो एकदमै सही थियो है, किनभने उहाँ पनि एउटा वरिष्ठ व्यक्ति हुनुहुन्छ है, हाम्रो समाजको अगुवा पन्थमा बसेको उहाँ व्यक्तित्व हुनुहुन्छ है। उहाँलाई तपाईँले रिप्लाई दिँदाखेरि उहाँलाई उहाँको वचन उहाँको कुरालाई तपाईँले खण्डन गर्दाखेरि है केही हुँदैन है, एकदमै तपाईँले सही प्रकारले उहाँलाई आफ्नो जवाब दिनु हुँदै थियो, यसमा मलाई भन्नु केही छैन। तर विशेष गरी त्योभन्दा पहिला मैले कतिवटा भिडियो मार्फत के पनि देखेको छु भनेदेखि कुनै 4-5 जना व्यक्तित्वहरू भेला भयो, प्रेस कन्फरेन्समा आयो है, त्यो कुराहरू पनि तपाईँ आफैले रिप्लाई दिइरहेको हामीले देखिरहेछौँ हैन। विशेष गरी चाहिँ यो तपाईँले रिप्लाई दिँदाखेरि चाहिँ के हुन्छ भनेदेखि जो व्यक्तित्वहरू 4 जना 5 जना बसेर है प्रेस कन्फरेन्स गरेर हैन हामी चाहिँ यस्तो चाहन्छौँ भनेर चाहिँ उहाँहरूले चाहिँ जुन चाहिँ प्रेस कन्फरेन्स गरेर अगाडि आएर आफूलाई ल्याम्पलाइटमा ल्याउनु खोजिरहेको छ। विशेष उहाँ व्यक्तित्वहरू चाहिँ मलाई के लाग्छ भन्दाखेरि कसरी चाहिँ आफूले चाहिँ एटेन्सन पाऊँ है, कसरी चाहिँ हामी मिडियामा एटेन्सन पाऊँ, उहाँहरू चाहिँ एउटा एटेन्सन सिकर जस्तो लाग्छ प्राय। उहाँहरू भन्नु हो भने दार्जिलिङ गोर्खाल्यान्ड दार्जिलिङ डिस्ट्रिक्टको लागि पनि सिरियस मान्छे हो जस्तो चाहिँ लाग्दैन मलाई है। उहाँहरूलाई चाहिँ एउटा जस्तै भन्नु पाएन एउटा फेकु पब्लिसिटी सधैँ चाहिबस्ने, उहाँलाई सधैँ मिडियामा हिरो बनिरहनु पर्ने है, उहाँहरू चाहिँ त्यो इन्टेन्सनले मलाई चाहिँ आएको जस्तो लाग्छ। किनभने यति सिरियस हुनु भने यो कुरामा उहाँहरू साँच्चीकै दार्जिलिङ डिस्ट्रिक्टको भला चाहनु हो भने त उहाँहरू त है त्यस्तो गोर्खाल्यान्डको इस्युहरू जुन चाहिँ पिक लेभलसम्मको गोर्खाल्यान्डको इस्युहरू त्यो लेभलसम्म पुग्दा त है त्यो इस्युलाई त सक्सेस गराएर अगाडि बढाउन चाहनुपर्ने हो नि त उहाँहरूले है। तर उहाँहरू एउटा इस्युलाई एकपट्टि थुपारेर अर्को इस्यु पक्रेर कुदिरहेको छ, सोसियल मिडियामा आएर हिरो भइरहेको छ। त्यसमा पनि हाम्रो आदरणीय मुख्यमन्त्रीज्यूले चाहिँ तपाईँले चाहिँ उहाँलाई चाहिँ उहाँहरूको जवाबहरू दिनुभयो भने चाहिँ हेर हामीलाई त सिक्किमको मुख्यमन्त्रीले रिप्लाई दियो, जवाब दियो, हामी त खतरा भयौँ है। उहाँहरूको मस्तित्वमा चाहिँ त्यो पस्छ जस्तो लाग्छ। अनि सिक्किम दार्जिलिङ जहीँ पनि होस् है मैले देख्दाखेरि कुन चाहिँ कुरा कसको कुरा कति लजिस्टिक छ है, कति नलेज बेस छ है, त्यो कुरामा कति दम छ भन्ने विषयलाई हेरेर चाहिँ मान्छेलाई चाहिँ यहाँ चाहिँ मानिँदैन जस्तो लाग्छ। यहाँ चाहिँ त्यो त्यत्रो मान्छेले हामीलाई रिप्लाई दिएको, त्यत्रो मान्छेले है उहाँहरूलाई त रिप्लाई दिएको रहेछ नि भनेर त्यो है बित्थामा मिडिया पब्लिसिटीमा आउनु चाहने मान्छेहरूलाई चाहिँ सोसियल मिडियाले चाहिँ तपाईँहरूले पनि अब रिप्लाई दिँदाखेरि चाहिँ तपाईँहरूको पदबाट रिप्लाई दिँदाखेरि चाहिँ त्यो व्यक्तित्वहरू चाहिँ अटोमेटिकली है
एउटा हिरो फिल हुन थाल्छ र सोसाइटीले पनि यिनीहरू त खतरै मान्छे हो, सिक्किमको मुख्यमन्त्रीले पो रिप्लाई दिँदैछ त भन्ने जुन चाहिँ प्रकारको उहाँहरूकोमा त्यो चेतना पस्छ होइन। त्यहाँदेखि त अब एउटा मुख्यमन्त्रीको एटेन्सन पाइसकेपछि त त्यसरी सोसियल मिडियामा बोल्ने यो इस्युलाई टिपेर है उनीहरू सोसियल मिडियामा हिरो हुनु खोज्नेहरू धेरैजना बोलिबस्छ होइन। हामीलाई पनि यो विषयमा थाहा छ नि त, हामीले पनि पढेको छौँ। हामीलाई दार्जिलिङकै प्रोफेसरहरूले 2-2 वर्ष दार्जिलिङ सिक्किम पिस एन्ड कन्फ्लिक्टदेखि लिएर इन्टरनेसनल रिलेसनदेखि लिएर डोकलामको इस्युदेखि लिएर है वारको इस्युहरूदेखि लिएर इन्टरनेसनल लहरूदेखि लिएर हामीलाई पनि सबै उहाँहरूले नै पढाएर गएको हो नि त। हामी पनि बोल्नु पऱ्यो नि त, हामीलाई पनि त्यति ज्ञान त छ नि त। तर आजसम्म हामी धेरैजना चुप लागेर बसेको कारण किन भन्दाखेरि हामीलाई किन बोलिबस्नु भन्ने जरुरत त्यो लाग्थ्यो नि त, सोच हामीमा त्यो सोचाइ आउँथ्यो। तर आज आएर हामीलाई बोल्नुमा बाध्य बनाइरहेछ नि त होइन। किनभने अब खोलाइ काटेर आउनु खोज्दाखेरि त चुप लागेर बस्ने कुरा आएन। उहाँहरू जो पनि सोसियल मिडियामा आएर हिरो हुनु खोज्दैछ है, उहाँहरू साँच्चीकै एउटा आज गोर्खाल्यान्डको लागि लड्ने आन्दोलनकारीहरू भए त है उहाँहरू त आज सायदै जेलमा हुन्थ्यो होला नि। किनभने कतिजना सर्वसाधारण मान्छेहरू, मेरो पनि त्यता आफ्नो मान्छेहरू छ, फुपू पुसेहरू छ, दाजु दिदीहरू छ है, उहाँ मैले थाहा पाउँदाखेरि त कतिजनालाई त मेरै आफ्नो मान्छेले हिजोस्ति रिहा गरेर हिजोस्ति बेल आउट गरेर निकाल्नु भएको केही दिन अघि मात्रै हो है। साँच्चीकै गोर्खाल्यान्डको लागि लड्ने, साँच्चीकै आन्दोलनको लागि भाग लिने मान्छेहरू भने त निरन्तर गोर्खाल्यान्डको आन्दोलनमा हुन्थ्यो होला, त्यो जग्गाको मान्छेको हितको लागि काम गरिरहेको हुन्थ्यो होला नि त है। रिसेन्टली आएर कतिजना आफन्त, मेरै आफन्तहरू है गोर्खाल्यान्डको जुन चाहिँ आन्दोलनमा 2017मा जुन चाहिँ आरोप लागेर फसियो है, उहाँहरूलाई रिसेन्टली कतिजनाले बेल पाउनु हुँदै थियो होइन। अझै पनि कतिजना मैले सुन्दाखेरि जेलमै छ अरे है। पक्का आन्दोलनकारीहरू त अहिले जेलमा छ नि, पक्का गोर्खाल्यान्ड चाहनेहरू त जेलमा छ नि। अहिले जो व्यक्तिहरू सिक्किम दार्जिलिङ मर्जर भन्दै फेरि उता गोर्खाल्यान्ड आधा कल्चे बनाइराखेर यता आउँदैछ, यो व्यक्तित्वहरू त यो पब्लिसिटी स्टन्टको लागि मात्रै आएको हो नि त। उहाँहरूले सक्नु पर्यो भने त अहिले जति पनि गोर्खाल्यान्डको आन्दोलनमा पर्यो 2017मा जनताहरू है, जो व्यक्तित्वहरू अहिले जेलमा हुनुहुन्छ उहाँहरूलाई निकाल्ने काम, उहाँहरूलाई बेल आउट गर्ने कामहरू चाहिँ उहाँहरूले गर्नु पर्यो नि होइन। त्यसै कारण चाहिँ मेरो निवेदन छ आदरणीय मुख्यमन्त्रीज्यूलाई है, तपाईँले स्वयं रिप्लाई दिँदा चाहिँ उहाँहरूको शिर अझै उच्च भएर जान्छ। उहाँहरूले आफूलाई अब के भन्नु होइन, टोलको दादा सम्झिनु थाल्छ र मान्छेहरूले पनि यिनीहरूलाई त सिक्किमको मुख्यमन्त्रीले पनि रिप्लाई दियो है, यहाँ त खतरा हो भनेर हाम्रो मान्छेले नलेज बेस कुरालाई त हेरेर त त्यो कहिले मान्छेको औकातलाई नाप्दैन है। त्यस्तोले यस्तो गरे अरे है, त्यो हावाको कुरामा होइन त्यो मान्छेलाई उक्साएर माथि पुर्याउने काम गरिरहेको हुन्छ है। त्यसमाथि तपाईँले रिप्लाई दिँदा त त्यो 4-5 जना व्यक्तित्वहरू त्यो केस खोलेर मात्रै त मान्छे वाइस म्यान हुँदैन नि होइन। ज्ञान बुद्धि पनि त्यतिकै हुनु पर्यो है। गोर्खाल्यान्ड भन्ने कुरा कति इम्पोर्टेन्ट कुरा हो हाम्रो लागि होइन, त्यो कुरालाई उहाँहरूले सम्हाल्नु सक्नु पर्यो। तर आज मिडिया पब्लिसिटी स्टन्टको लागि उहाँहरू सिक्किम दार्जिलिङ मर्जरको विषयमा आइरहेछ। अब त्यसमाथि पनि तपाईँले रिप्लाई गरिदिँदाखेरि त उहाँहरू त झन् खतरा सम्झिँदो रहेछ आफूलाई। त्यसै कारण मेरो निवेदन छ है, विशेष गरी तपाईँको कति प्राय कार्यकर्ताहरूलाई है उहाँहरूलाई यस्तो स्तर हेरेर रिप्लाई दिनु लाउनुहोस्, जवाबी कारवाही गर्नु लाउनुहोस् है। तपाईँले आफै भन्दाखेरि चाहिँ मैले भनिहालेँ है, उहाँहरू एकदमै है आफूलाई एकदमै ठुलो, आफूलाई है एकदमै टोलको दादा सम्झिनु थाल्छ। अन्त फेरि यस्तो ग्रुपहरू अघि आएकै गर्छ र भन्दै मेरो छोटो भिडियोलाई यहीसम्म त राख्न चाहन्छु। धन्यवाद।